प्रहरीले मिडियाकर्मीलाई पनि हातपात गरेको दृश्य वहाँ देख्न सकिन्छ। प्रहरीले आज एकदमै दमन गरिरहेको छ। गाडीको चाबी दिनुहोस्, हाम्रो गाडीको चाबी फिर्ता दिनुहोस्, गाडीको चाबी नदलाई गर्नुहोस्, हाम्रो गाडीको चाबी फिर्ता दिनुहोस्। तपाईँहरूले संयमता तपाईँहरूले पनि अपनाउनुहोस्, किनभने तपाईँहरूले गरेका हरेक क्रियाकलापहरू आज हामीले पनि हेरेका छौँ र फेरि पनि दोहोऱ्याउन चाहन्छौँ, भविष्य हामी हो। याद राख्नु होला एउटा कुरा, सधैँ केपी ओलीको सरकार हुँदैन है साथी हो, सधैँ हुँदैन। ओली त्यतिखेर वर्दीको सम्मान गर्छौँ हामी, तर एउटा निर्दोषको रगत बग्यो भने नि हिसाब किताब कहीँ जाँदैन, फेरि कहीँ जाँदैन। मैले फेरि पनि भनिरहेको छु, सत्ता भनेको गौर कुरा हो। आज प्रतिपक्षमा उनीहरू भोलि सत्ता पक्षमा होलान्, हिजो प्रतिपक्षमा उनीहरू आज सत्ता पक्षमा होलान्। यो गौर कुरा हो। यो राजनीतिक सरकार स्थापित गर्ने बेला हो। तपाईँहरूले दमन गर्नुहुन्छ भनेदेखि तपाईँहरूमाथि पनि दमन हुन्छ। नेपालसँग अब त्यो दमन गरेर लडेर बस्ने सामर्थ्य छैन साथीहरू। शान्तिपूर्ण तरिकाले आन्दोलन गरौँ। तपाईँहरू सबैजना आफ्नो घेरामा जानुहोस्, हामीलाई आफ्नो घेरामा बस्न दिनुहोस्। प्रहरी प्रशासन आफ्नो घेरामा बस्नुहोस्, हामीलाई आफ्नो घेरामा बस्न दिनुहोस्। घुसपेट गरेर नेपाली जनतालाई भिडाउने काम नगर्नुहोस्। प्रहरी प्रशासनबाट यो अपेक्षा छैन र गृह मन्त्रालयलाई हामी संसदको कठघरामा उभ्याएर सोध्छौँ, गृह प्रशासनलाई हामी सोध्छौँ यो प्रकारको दमन नगर्नुहोस्। गाडीको चाबी दिनुहोस्, हाम्रो गाडीको चाबी फिर्ता दिनुहोस्, गाडीको चाबी नदलाई गर्नुहोस्, हाम्रो गाडीको चाबी फिर्ता दिनुहोस्। तपाईँहरूले यो प्रकारको दमन सही हुँदैन। हामी आफ्नो घेरामा बसेर आन्दोलन गर्दैछौँ। हाम्रो चाबी फिर्ता दिनुहोस्। म प्रहरी प्रशासनसँग शान्तिपूर्ण तरिकाले मागिरहेको छु, हाम्रो गाडीको चाबी फिर्ता दिनुहोस्। गृह प्रशासनसँग मेरो अनुरोध छ, फेरि पनि म विनम्रताको साथ भनिरहेको छु, गाडीको चाबी फिर्ता दिनुहोस्। प्रहरीले यहाँ घुसपेट गर्दाखेरि झडप भएको भन्ने उहाँहरूको आरोप छ र त्यस पछाडि प्रहरीले हाम्रो साथीहरूबाट कुरा आइरहेको छ। मैले पनि यहाँ माथिबाट सबै कुरा नजर एकदमै राम्रोसँग हेरिरहेको छु। साथीहरू वर्दी नलगाएर भित्र छिर्ने अनि घुसपेट गरेर नेपाली जनतालाई भिडाउने र आन्दोलनलाई दमन गर्न पाऊ भनेर तपाईँहरूले यो किसिमको गर्ने, तपाईँहरू हरेक माथि हाम्रो निगरानी हुन्छ। सत्ता पक्ष प्रतिपक्ष यो गौर कुरा हो। मैले फेरि पनि भनिरहेको छु, तपाईँहरूले जुन खालको कुकृत्य गर्नुभएको छ त्यो कुकृत्यको जवाब तपाईँहरूलाई पनि दिनुपर्छ भोलिपर्सि। यो सबै कुरा म फेरि पनि अनुरोध गर्न चाहन्छु, भविष्य हामी हौ, भविष्य हामी हौ। यो भविष्यले तपाईँहरू सबलाई हेर्नेछ। बिना कानुन बिना तपाईँ पनि ठुलो हुनुहुन्न, म पनि ठुलो छैन। कानुन तपाईँ र मलाई बराबरमा लाग्ने होला। तपाईँसँग बन्दुक छ, तपाईँसँग हतियार छ भनेर आज नेपाली जनतालाई तपाईँले ठोक्न चाहिँ पाउनुहुन्न। संयमता अपनाउनुहोस्। म फेरि पनि भनिरहेको छु, शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ हामी, एकदमै शान्तिपूर्ण तरिकाले गरौँ। हाम्रो साथीहरूलाई पनि अनुरोध छ, साथीहरू त्यहाँनिर तपाईँहरू जबरजस्ती नगर्नुहोस्, शान्तिपूर्ण तरिकाले गरौँ। हाम्रो प्रहरी प्रशासनसँग कुनै दुश्मनी होइन, दुश्मनी यो सरकारले साधिरहेको छ, प्रतिशोध यो सरकारले साधिरहेको छ। हामीलाई थाहा छ, प्रहरी सङ्गठन पनि गृह मन्त्रालय मात्र छ, गृह मन्त्रालय प्रधानमन्त्रीको मात्र छ। यसरी सरकारले तपाईँहरूलाई पनि चलाइरहेको छ, थाहा छ। तर संयमता तपाईँहरूले पनि अपनाउनुहोस्, किनभने तपाईँहरूले गरेका हरेक क्रियाकलापहरू आज हामीले पनि हेरेका छौँ र फेरि पनि दोहोऱ्याउन चाहन्छौँ, भविष्य हामी हो र भविष्यले तपाईँहरूको लेखा दुखा गर्छ। साथीहरू संयम भएर बस्नुहोस्, कसैले ढुङ्गाबाट नगर्नुहोस्। यो देशमा हामी विचारको क्रान्ति गर्दैछौँ, कुनै पनि हात हतियार नउठाउनु होला। तपाईँहरू सबैलाई मेरो निर्देश छ, कसैले पनि हात हतियार नउठाउनु होला। तर प्रहरी प्रशासनलाई म फेरि पनि अनुरोध गर्न चाहन्छु, भित्र छिरेर घुसपेट गर्ने काम तपाईँहरूले पनि बन्द गर्नुहोस्। मैले यहाँ अघि भर्खर भएको घटना तपाईँहरूकै कारणले भएको देखेको छु, त्यही भएर त्यो कुरामा तपाईँहरू पनि सचेत हुनुहोस्। हाम्रो गाडीको चाबी आइपुगेको छैन, गाडीको चाबी विनम्रताको पूर्वक मैले भनिरहेको छु, फिर्ता गरिदिनुहोस्, कृपया फिर्ता गरिदिनुहोस्।
इतिहासमा यो जतिको शान्तिपूर्ण आन्दोलन तपाईँहरूले बिरलै देख्नु भएको छ होला। यस्तो शान्तिपूर्ण आन्दोलनलाई दबाउने प्रयत्न तपाईँहरूले नगर्नुहोस् र आजको यो सम्बोधन तपाईँहरूलाई गरिरहेका छैनौँ। हामीले यो सरकारलाई सुनाउन खोजिरहेका छौँ, तर हामीलाई थाहा छ यो सरकार कानमा कपास खोजेर बसेको छ। र पनि नेपाली जनतालाई सबैजनालाई हामी भनिरहेका छौँ, सुनाइरहेका छौँ, शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ, ताकि इतिहासमा पनि हामीलाई यसरी सम्झिउन् कि राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी थियो जसले विचारको क्रान्ति गरेको थियो, जसले सडकमा एक थोपा रगत पनि बगाएन। नेपाली जनतालाई सुनाइरहेका छौँ, यो कुनै सरकारलाई होइन, यो तपाईँहरूलाई पनि होइन। हामी शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न चाहन्छौँ। दुईटा कुरा म यहाँ राख्न चाहन्छु। प्रहरी साथीहरू, हामी निषेधित क्षेत्र तोडेर आएनौँ। तपाईँहरूले किन तोड्नु भयो निषेधित क्षेत्र? त्यस कारणले यो निषेधित क्षेत्र तपाईँहरूमाथि पनि लागू हुन्छ। हाम्रो लडाइँ तपाईँसँग होइन, भ्रष्टहरूसँग हो। याद राख्नु होला एउटा कुरा, सधैँ केपी ओलीको सरकार हुँदैन है साथी हो, सधैँ हुँदैन। ओली त्यतिखेर वर्दीको सम्मान गर्छौँ हामी, तर एउटा निर्दोषको रगत बग्यो भने नि हिसाब किताब कहीँ जाँदैन, फेरि कहीँ जाँदैन। त्यस कारणले म तपाईँहरूलाई संयमित हुन अनुरोध गर्छु। आजसम्म प्रहरीको पक्षमा सबभन्दा बढी आवाज उठाएको राष्ट्रिय स्वतन्त्र पार्टीले हो, रवि लामिछानेले हो। तपाईँहरूको हितमा सबभन्दा बढी आवाज उठाएको। अब हामीलाई असुर्ग्या छानेर तपाईँको पुरुषार्थ देखिन्छ। तपाईँहरू आफ्नो घेरामा फर्किनुहोस्, फर्किनुहोस्, आफ्नो घेरामा जानुहोस्, जानुहोस्। साथीहरू संयमित हुनु। राष्ट्र सेवक प्रहरीलाई विनम्रतापूर्वक आफ्नो घेरामा जान अनुरोध छ। भोलि सुन्नुहोस्, भोलि एउटा दुर्घटना भयो भने, एकजना निर्दोषलाई यहाँ घाइते भयो, केही नराम्रो भयो भने, भोलि इन्क्वायरी भयो भने तपाईँका हाकिमहरू उम्किन्छन्, फस्ने तपाईँहरू हो। प्रहरीका सकल दर्जाका साथीहरू, तपाईँका हाकिमहरू त उम्किन्छन् इन्क्वायरी भयो भने, तपाईँ हो फस्ने। त्यस कारणले यो हाम्रो भिडमा घुसपेट गर्न पठाउने, यो निषेधित क्षेत्र तोडेर आउने, के न्यु पाउ कनिका खाउँ भने जस्तो हामीलाई डन्डा हान्ने बाहना नखोज्नुहोस्। तपाईँहरू आफ्नो घेरामा जानुहोस्, जानुहोस्। मेरो विनम्रतापूर्वक अनुरोध छ। तपाईँहरूलाई गिरफ्तार गर्नु परेको हो भने, तपाईँहरूलाई यदि गिरफ्तारै गर्नु परेको हो भने हामी हाजिर छौँ। आउनुहोस्, लिएर जानुहोस्। म जान्छु, सोभिताजी जानुहुन्छ हिरासतमा, मलाई हाल। वडा प्रहरी कार्यालय लगिएका र धरपकड गरेर गाडीमा राखिएका हाम्रा साथीहरूलाई तुरुन्त रिहा गरियोस्। हामी शान्तिपूर्ण रूपमा आवाज उठाइरहेका छौँ।